भोलि शनिबार छ, यो दरबार खाली गर्नु होला, यो दरबारको ढोका खाली गर्नु होला र यो नेपाल प्रहरी, नेपाली सेना अब राजाको सुरक्षाको लागि आउनुपर्छ। 25 गते श्रीपाद ज्ञानेन्द्रको काठमाडौँ सवारीको सिलसिलामा राज्यले निषेध आदेशको कुरा अगाडि ल्याएको छ भन्ने कुरा सुन्नमा आएको छ। राजालाई नजरबन्द लगाउने रे भनेर यो अनावश्यक कुरा नगरौँ हेरौँ, किनभने सिंहलाई जति पनि स्याल फ्याउराहरूले नजरबन्द गर्न सक्दैन। यो नजरबन्द लगाउने, हामीलाई समाउने, थुन्ने भन्ने कुरा अनावश्यक कुरा हो। यो हामीले कल्पकल्पित रूपमा भ्रम फैलाइराखेका छौँ। यतातिर हामी नजाउँ हेर्नुहोस्, किनकि हामीबाट नै कोही कहीँबाट परिचालित भएर श्रीपाद महाराज सरकारको 25 गते जुन एयरपोर्टमा स्वागत कार्यक्रम छ त्यसमा मान्छे बिथोल्न र कम गराउन भनेको कुरा हो। हेर्नुहोस्, म चुनौतीका साथ भन्न सक्छु, 2/3 को सरकार अध्यादेशबाट सरकार चलाउने अनि राजा राष्ट्र निर्माता श्रीपाद बडा महाराज धिराज पृथ्वीनारायण शाहले भने मेरो विचार त विराज बखेतीलाई कज्याई प्रदान गर्ने थियो, तर जनताले कालु पाण्डेलाई भने मैले उसैलाई दिए। तपाईहरू विराज बखेती हुन चाहनुहुन्छ कि कालु पाण्डे हुन चाहनुहुन्छ? त्यही राज संस्थाले आर्जन गरेको मुलुकमा जनताले भोट दिएर आउनु भएका मानिसले राजा त्रिभुवनलाई, राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिगलाई लात्तले हानेर ढाल्दाखेरि तिमी गणतन्त्रवादी, तिमी जनयुद्धको नाउँमा 17,000 नेपाली जनतालाई मार्ने अपराधीहरूलाई राज संस्थाको विरुद्धमा बोल्ने के अधिकार छ? केपी शर्मा ओलीजी, तपाईले कम्बोडियामा 21 करोड डलर राखेर थुप्र्याउनु भएको छ भन्दा एउटा अभियन्ताले भाषण गर्दा त फौजदारी मुद्दा लगाएर थुन्नुभयो नि। निरङ्कुश को रहेछ? राजा रहेछन् कि गणतन्त्रवादी रहेछन्? यसै कारणले गर्दा अहिले नेपाली जनताले भनेका छन्, नेपाली कांग्रेस रामरी खतिवडाजी तपाईले भन्नुभयो, समय सिद्धियो भन्दै तपाईले भन्नुभयो हामी त राजा महेन्द्रलाई 28 सालमा बम हान्ने मान्छे हौं। तपाईले भन्नुभयो राजा ज्ञानेन्द्रले आफू राजा हुनका लागि दाजु भाउजूको परिवार समाप्त गरे। राजा ज्ञानेन्द्रले राजा हुनका लागि मैले दाजु भाउजू मारेको कुरा त होइन, नेपाली जनताले चाहन्छन् भने गद्दी त्याग गरे भनेर हिँडे। तर तपाईहरूले त आज हामी राजा महेन्द्रलाई बम हान्ने अपराधी हौं भनेर साबित हुनुभयो नि। तपाईलाई थुनामा राख्ने कि प्रतिनिधि सभामा राख्ने मलाई भन्नुहोस् त?